मेरो लागि डिजिटल बिजनेस नै किन टर्निङ पोइन्ट भयो भन्छु भन्दाखेरि चाहिँ त्यसको लागि चारवटा रिजन छ। एउटा रिजन भनेको टाइम फ्रिडम, जहाँ चाहिँ मैले आफ्नो स्केड्युल आफै बनाउन सक्छु। अर्को कुरा चाहिँ अनि फाइनेन्सियल फ्रिडम, जो चाहिँ म अहिले 1 वर्षदेखि अरूको अन्डरमा काम गर्नु परेको छैन। अनि प्यारेन्टिङ, जो चाहिँ मैले आफ्नै छेउमा बसेर चाहिँ मेरो बढ्दै गरेको छोरीको साथमा चाहिँ समय बिताउन सक्छु। अर्को रह्यो चाहिँ ट्राभल लभर, होइन, म चाहिँ एकदमै ट्राभल मनपर्छ, तर अहिलेको हिसाबमा चाहिँ मैले आफ्नो स्केड्युलमा चाहिँ एनी टाइममा चाहिँ ट्राभल गर्न सक्छु है। मैले चाहिँ टर्निङ पोइन्टको नाम किन उपनाम यहाँ दिएँ भन्दाखेरि चाहिँ 1 वर्ष अगाडि म चाहिँ यस्तो आफ्नै दोकान भएर पनि मैले चाहिँ एउटा पार्ट टाइमको लागि चाहिँ मैले चाहिँ घन्टौँ टाढाको काममा चाहिँ मैले चाहिँ बिहानदेखि मतलब 8 घन्टा जस्तो चाहिँ म काम गर्न जान्थेँ होइन। सो मलाई लाग्थ्यो कि मैले यति धेरै चाहिँ मैले स्ट्रगल गरिसक्दाखेरि पनि अझै कहिलेसम्म चाहिँ स्ट्रगल पर्ने हो जस्तो मलाई निकै क्वेसनहरू आउँथ्यो मलाई होइन। किनभने म कति धेरै एक्सपिरियन्सको बावजुद पनि मैले आफ्नै बिजनेस गर्दा पनि मैले चाहिँ त्यस्तो पार्ट टाइमहरू जानुपर्ने एउटा अवस्था थियो भनौँ न। जब मैले त्यसरी काम गरिरहँदाखेरि मैले यो प्लेटफर्म पाएपछि चाहिँ मलाई यस्तो लाग्यो कि मैले चाहिँ यहाँ चाहिँ केही चाहिँ छ है भनेर चाहिँ मैले सिकेँ। मैले स्क्रचबाट सिकेँ होइन। सिक्दै जाँदाखेरि चाहिँ मैले चाहिँ आफूलाई त्यहाँनिर चाहिँ के भयो भन्दाखेरि चाहिँ एउटा स्कुल जस्तो भेटाएँ क्या। मैले हरेक कुरा सिक्ने पनि, यहाँ त पैसा मात्रै कमाउने होइन, धेरै कुराहरू जानिँदो पनि रहेछ भनेर चाहिँ मैले चाहिँ एउटा पर्सनल ग्रोथ अनि एउटा कम्युनिटीमा कसरी उयो हुने भनेर, रुल्सहरूमा कसरी बस्ने, त्यस्तो एउटा अनुशासन पनि सिकेँ क्या मैले होइन। सो त्यस्तै कुराहरू चाहिँ मैले सिकेको कुराहरू चाहिँ अरूलाई पनि मैले सेयर गरेँ। नभन्दै मेरो बिजनेस पार्टनरहरू पनि अहिले चाहिँ जिरोबाट मेरो एउटा सिङ्गल स्टेपले गर्दाखेरि चाहिँ आज 60 जनालाई चाहिँ अब एउटा लाइफ चेन्जिङ अपर्च्युनिटीमा चाहिँ एउटा भएको छ। त्यो चाहिँ मेरो ठुलो एउटा प्राउड मोमेन्ट हो होइन। सो यदि तपाईँहरू पनि लाग्छ, तर यो बिजनेस गर्नु बित्तिकै चाहिँ तपाईँहरूले चाहिँ धेरै बोल्नुपर्ने अथवा हुन्छ नि नाच्नुपर्ने, सोसियल मिडियामा एक्टिभ हुनुपर्ने भन्ने होइन। तपाईँले धेरै कुराहरू सिक्नुहुनेछ, जहाँ चाहिँ तपाईँले चाहिँ एउटा पोजिटिभ माइन्डसेट लिएर आउनुपर्ने हुन्छ होइन। सो तपाईँहरूले चाहिँ लाग्छ होला यो डिजिटल बिजनेस गर्नु बित्तिकै कामै छोड्नुपर्ने अथवा यो डिजिटल बिजनेस गर्नेहरू किन स्टिल काम गर्छ भन्ने क्वेसन छ भने चाहिँ यस, यो बिजनेस भनेको चाहिँ एउटा डिभाइसको भरमा चाहिँ हामीले चाहिँ संसारभरिको कुनामा गएर पनि एउटा वाइफाई र एउटा फोन ल्यापटपको भरमा चाहिँ हामीले यो बिजनेस रन गर्न सक्छौँ। त्यही भएर चाहिँ हामीले चाहिँ एनी टाइम एनीवेयर भनेको चाहिँ यही हो है। सो तपाईँहरूलाई पनि त्यस्तो लाग्छ भने चाहिँ तपाईँले फुल टाइम गर्दै हुनुहुन्छ, तर प्लान बी, एउटा फ्युचर प्लानको लागि तपाईँले केही सोच्नु भएको छ भने चाहिँ यो बिजनेस तपाईँहरूको लागि हुनसक्छ है त। सो यदि तपाईँहरूलाई चाहिँ इन्क्वायरीको एउटा इन्ट्रेस्टेड भयो भने चाहिँ तपाईँले मलाई मेसेज गर्नु